3 नरहेछ त बाइकमा त यो चाहिँ एरा साइडको चाहिँ हाम्रो पुसाइको ग्यारेज चाहिँ चाहिँ 5 पनि बसिसकेको छ 5 त्यही बनायो त यहाँ चाहिँ आर्पिनाले खोइदा त है ल यसले चाहिँ अहिले कपाल काटे है यहाँ चाहिँ अब एकछिन यहाँ कुलिन हाल्न आएको होइन मैले पुरै कुलिन चाहिँ पुरै सकिसक्यो रहेछ अहिले बाइकमा पुरै मैले चाहिँ यो नोटिसै नगरेको होइन कुलिन कति नरहेछ त बाइकमा त पुरै सकिसकेको छ कुलिन पनि है मैले नोटिस नगरेको यार धन्न अलि बेलायमा हेरियो होइन नत्र गाह्रो पर्थ्यो त के हो त हजुर धेरै नहालिदिनु त है फेरि म्याक्सिमम भन्दा माथि नहालिदिनु फेरि म्याक्स भन्दा ल हुन्छ त यति ठिकै हो अब चाहिँ हामी यहाँदेखि जान लागेको है ढक्क 12मा अघि यहाँ बाइकमा कुलिन हालेको थिएँ नि त मैले कुलिन यहाँ यति कुलिन हालेको त्यो म्याक्सिमम भन्दा हल्का माथि गएको थियो होइन यति कुलिनको 300 रुपियाँ भन्थ्यो त त्यही मैले यहाँ साधन दाइ यहाँनिर कुलिन ओपरै सकेर मात्र हाल्न मैले कुलिन यहाँनिर होइन तर साजन दाइनिर मैले हालेको थिएँ कुलिन होइन पहिला नि 3-4 चोटि हालिसकेको थिएँ मैले साजन दाइनिर कुलिन पनि है अब त्यहाँ चाहिँ 50 रुपियाँको फुल हालिदिन्थेँ यहाँ चाहिँ 300 रुपियाँ त त्यही दरो नाफा खायो यिनीहरूले आज साजन दाइहरूले पनि सेम योवाला कुलिन हालिदिन्थ्यो होइन अब यिनीहरूले पनि त्यही बेलामा कुलिन हालेको थियो यहाँको दाइहरूले पनि तर डेन्जर नाफा आयो जस्तो लाग्यो मलाई चाहिँ हामी चाहिँ अब यहाँ बेसर बजारपट्टि कटिन लाग्यो होइन टक्क यो पुल कटेपछि चाहिँ बेसर बजार पनि कटियो जोस् मजा आइरहेको चलाउनु चाहिँ है सही मजा आइरहेको अहिले चाहिँ हामी यहाँ दलाल आइपुगेको अवस्था है जोस् धुलो चाहिँ खतरा खाइरहेको अलिअलि होइन यतातिर यो अझै बाटो बन्नै बाँकी छ यो अझै यता यो पुल त बन्यो होइन यो पुल चाहिँ बन्यो यहाँतिर अझै बाटो चाहिँ अझै बन्न धेरै बाँकी छ यतातिर यो कुनै ठाउँमा यस्तो नराम्रो छ कि बाटो यो बढ्यो धुलो कि बालुवा हो न यो फेरि यस्तो तल फेरि मर्छ यस्तो दामी हरियो भइरहेको डेन्जर भन्दा पनि डेन्जरै हरियो भइरहेको त्यो मर्स्याङ्दी चाहिँ जोस् यहाँ यत्रो थुन्दा पनि उतातिर पाउँदैतिर फेरि कत्रो ठुलो भएर निस्किन्छ मर्स्याङ्दी आम्मा खतरै हुन्छ त अब तपाईँ यहाँको झर्ना पनि आउँछ होइन अब यहाँ झर्ना भयो भने चाहिँ नि असारतिर नि त नि यो यहाँ झर्ना भयो भने मान्छेहरू यस्तो डेन्जर घुम्न आउँछ यहाँतिर है यो झर्ना हेर न यो झर्नाको मुहान फेरि हाम्रो गाउँतिर हाम्रो गाउँको कालिका मन्दिरबाट आउँछ यो यहाँ यो झर्नाको मुहान चाहिँ फेरि है फर्स्टको मुहान सबभन्दा टुप्पोको मुहान चाहिँ हाम्रो गाउँको हो फेरि यो यहाँको चाहिँ है जो राम्रै छ भनौँ न झर्ना चाहिँ लास्ट ठुलो आउँछ फेरि पानी पर्दियो भने यताउता भइदियो नि खतरा भन्दा नि खतरा ठुलो आउँछ कि झर्ना यहाँ नि यो खाल्टो कहिले नपर्ने हो यो जोस् मान्छेहरू चाहिँ डेन्जर घुम्न आइरहेको इन्डियातिरबाट भयो होइन इन्डियातिरैबाट होला आज पनि इन्डियातिरबाट यस्तो डेन्जर बाइकहरू लिएर आएको थियो कि होइन खतरा लाग्यो त्यो बुलेट पनि त्यस्तो डेन्जर मोडिफाई गरेर बुलेट भयो अनि के भन्छ हिमालयनको अहिले नयाँ मोडल सेम हाम्रो बाबाको जस्तो त्यो चाहिँ सेतो कलरको थियो होइन अनि पछि पनि आएको थियो गोल्डन कलरको टप मोडलको बुलेट हो त्यो हिमालयन होइन त्यो बबल चाहिँ बबल लाग्यो मलाई त्यो म ठ्याक्कै त्यो मनागे चौतारानिर हावा खाँदै बसिरहेको थिएँ होइन बबल थियो त्यो बाइकहरू चाहिँ इन्डियादेखि यस्तो खतरनाक भनेर आएको थियो है झन्डा सन्डा लिएर पुरै है ल हामी चाहिँ अहिले यहाँ उदिपुर पनि आइपुगिसक्यौँ होइन टक्क 12मा
यस्तोमा चाहिँ अलि यताउता हेर्नुपर्छ फेरि बच्चा आइदिइहाल्यो भने फेरि बाइक तल बस्दै त झ्याउ पो हुन्छ त है गाह्रो छ यहाँ उदिपुर बजारतिर नि बिस्तारो चलाउनु पर्ने हुन्छ आफूले है मिलाएर आफ्नो कन्ट्रोलमा यो चाहिँ यता साइडको चाहिँ हाम्रो पुसाइको ग्यारेज चाहिँ अनि जस ठिकै छ उदिपुर बजार पनि कटिन लाग्यो चाहिँ हामी उदिपुर बजारको यति बाटो खतरा सिधा छ कि है अनि यहाँ टर्निङदेखि चाहिँ एकचोटि एउटा बस पनि खसिदियो क्यारे तल बस हो कि गाडी पनि खसिदियो तल है त्यो र चाहिँ त्यो साइडमा चाहिँ एउटा रेलिङ जस्तो लगाइदिएको रेलिङ हेर्नु न यो खतरा टर्निङ चाहिँ खतरै छ कि यहाँ त्यो भएर यहाँ एउटा साइडमा रेलिङहरू सब लगाइदिएको अहिले चाहिँ होइन हामी चाहिँ अहिले यहाँ भोटे अर्डर पनि आइपुग्नु लाग्यो है जस ठिकै चलाइरहेको छ होइन यही 45-50 गर्दा गर्दा आएर तर छिटो आइपुग्यो कि यो भोटे अर्डर चाहिँ होइन अहिले त बाइकले पनि 27 को माइल देखाएको 27 को धेरै महिनापछि दियो कि बाइकले यस्तो पिच रोडमा हिँड्ने गऱ्यो नि त अहिले होइन त्यही भएर 27 को माइलेज देखा बाइकले चाहिँ होइन अब चाहिँ भोटे अर्डर पनि कटेको अवस्था त्यो मजा आउँछ कि पिचमा कुदाउनु पनि है छुट्टै मजा छ पिचमा कुदाउनु पनि अहिले चाहिँ हामी यहाँ फेरि सिउडीबार चोक आइपुगेको अवस्था यहाँदेखि चाहिँ हामी माथि जानुपर्ने हुन्छ है टक्कर चाहिँ 5 पनि बजिसकेको छ 5 पनि बजेको अवस्था अब चाहिँ घर पुग्न खास टाइम लाग्दैन अब धेरै छैन अब घर पुग्न टाइम लगभग अब त आधी घन्टामा त पुगिहाल्छ त अब घर त धेरै टाढो पनि छैन हाम्रो घर अब यही माथितिर त अब एउटा सुन्दर बजार पुग्यो अनि क्याम्पस गेटदेखि सुन्दर बजारदेखि उता खत्रेसाँठदेखि उता खरेदेखि माथि गाउँ धेरै छैन अब 2000 years later. हेलो गाइज इट्स मी सुमिन ब्लग्स है आज चाहिँ टक्क बाह्रमा म चाहिँ यहाँ डाँडामा आएको होइन किन आएको भन्दाखेरि हाम्रो चाहिँ यहाँ गाउँमा आज पञ्चबली पूजा छ है गङ्गा र जमुना आन्टीको पञ्चबलीको पूजा छ होइन त्यो भएर म चाहिँ यहाँ माथि आएको अहिले यहाँ ब्लग चाहिँ मैले यहाँ माथि डाँडामा आएर सुरु गरेको है अनि यहाँ एकछिन बसिरहेको म चाहिँ बाइक चाहिँ खतरा देखिरहेको छ है अनि हाम्रो मन्दिर चाहिँ उता कालिका थान भन्छ होइन ग्राउन्डभन्दा उता त्यो मन्दिर हो हाम्रो चाहिँ होइन जे पूजा गऱ्यो नि त्यहीँ गर्छ हामीले चाहिँ गाउँमा पूजाहरू त्यस्तो पञ्चबली भयो के हुन्छ नि अरू पूजाहरू सबै चाहिँ त्यहीँ मन्दिरमा गर्छौँ होइन पूजा चाहिँ अनि एउटा कुरा हेर्नु न यहाँ यस्तो राम्रो फुल फुलेको यो मौरीको लागि यस्तो राम्रो हुन्छ नि यो फुल है हेर्नु यहाँ चाहिँ पुरै लपक्कै फुले है कस्तो दामी हुन्छ मौरीको लागि चाहिँ यो फुल चाहिँ है अनि आज फेरि मौसम त्यस्तै भइरहेछ आज फेरि होइन आज नि फेरि क्लियर हिजो अस्तिसम्म चाहिँ पुरै क्लियर थियो नि त होइन आज फेरि त्यस्तै हुसुला जस्तो पुरै ड्याम्मै भयो आजदेखि चाहिँ फेरि है हिजोसम्म चाहिँ त्यस्तो थिएन अनि फेरि आजदेखि चाहिँ फेरि त्यस्तो सुरु भयो अनि बाइक चाहिँ यस्तो दामी देखिरहेको छ साइलेन्सर पनि हालेको छैन मैले बाइकमा अहिले है साइलेन्सर पनि हालेको छैन हिजो त्यतिको हो बेसरमा त्यतिको हो पुलिसहरूले चाहिँ खतरा हेरेको थियो जे होस् त्यो सेरा चोकको पुलिसहरूले चाहिँ डेन्जरै हेरेको थियो मलाई होइन जस केही गरेन ठिकै छ यतिको धेरै लाउड पनि थिएन नि त होइन मलाई यार यो हिजो लास्टै ठगे जस्तो लाग्यो यार यो जाब यति कुलिन हालेको थिएँ मैले होइन यो चाहिँ यो जाब यति कुलिन हालेको थिएँ मैले अनि कुलिनलाई चाहिँ 300 रुपियाँ भन्यो कि कुलिनले चाहिँ होइन अनि मैले चाहिँ पहिला यहाँ साजन दाइको ग्यारेजमा यति पुरै हाल्ने बेला यति हाल्थेँ नि त मैले होइन यति नै हाल्थेँ मैले साजन दाइको ग्यारेजमा त्यो चाहिँ 50 रुपियाँ लिन्थेँ है अनि यो चाहिँ ठ्याक्कै 300 रुपियाँ कि 250 रुपियाँ बढी लिखिदियो कि मसँग त्यो मलाई चाहिँ जान नि मलाई त्यहाँतिर त अब त कस्तो भनेको यार लास्ट कि यो साह्रो महँगो त लिनुहुन्थेन नि त अब यतिको है लास्टै महँगो लिखिदियो यो चाहिँ हेर्नु जाब त्यति हाल्यो कुलिनको 300 रुपियाँ लिखिदियो साजन दाइले 50 रुपियाँमा हालिदिन्थ्यो यार यहाँ 300 रुपियाँ लिखिदियो यहाँ त गाह्रो अब चाहिँ मन्दिरमा गएर भेट्नु पर्ने हुन्छ है त अहिले चाहिँ हामी यहाँ मन्दिरमा आइपुगिसक्यौँ होइन यहाँ चाहिँ हाम्रो बाजे छ बाजे यता हेर्नु क्यामेरामा मैले भ्लगमा हाल्छु भ्लगमा अहिले चाहिँ हामी यहाँ मान्छेहरू पनि खासै आएन अहिले चाहिँ गाउँको मान्छेहरू होइन मन्दिर चाहिँ हाम्रो यही भइहाल्यो अनि यहाँ चाहिँ एउटा भेडा छ है एउटा अनि यहाँ चाहिँ बच्चाहरू छ यहाँ पुरै अलि फोटोसोटो खिच्ने कार्यक्रम चलिरहेको छ यतातिर चाहिँ अहिले
अझै गाउँको मान्छेहरू अझै आएको छैन म हेरिसकेँ म यहाँ आएको अनि म आएको तल टोलबाट अनि आउँदैछ सबैजना अनि माथि टोलबाट चाहिँ बाजेहरू आउनुभएछ है अब चाहिँ सबैजना आउँदैछ होला बाटोमा छ होला सबैजना चाहिँ है नानीहरू चाहिँ यहाँ भेडालाई चाहिँ फेरि भेडालाई भित्र आएर पनि बसिसक्यो मैले यहाँ चाहिँ आरपिनाले खोइदा हेर्छु है ल यसले चाहिँ अहिले कपाल काटेको है यस कपाल चाहिँ सानो छ यसको अझै यो भयो राँगो भयो अनि उतातिर चाहिँ भेडा र बोका लह उतातिर चाहिँ है ठिकै भइरहेको होइन अहिले अब चाहिँ यहाँ राँगो काट्नु है अब पुरै तानेर अहिले अरू पनि चलिरहेको छ अब चाहिँ त्यहाँ बाजेले त्यो हिरा गाडीको साटो यहाँ टिका लगाइदिनु छ होइन यता टिका सिका पैसा लाग्दैछ बाजेले चाहिँ बाजेले चाहिँ रातै बारिदियो पुरै टिका लगाएर यस टिका चाहिँ खत लगाइदियो बाजेले रातै बनाइदियो पुरै मुख्यभरि बस्यो कि अहिले बाजेको त अबिर पस्या जस्तो छ मुख्यभरि ल डेन्जी रातै बनाइदियो बाजेले चाहिँ पुरै के साह्रो रातो बनाइदियो बाजेलाई त डेन्जी रातै बनाएर खत्रै गरिदियो बाजेले जस मान्छे चाहिँ जस खत्रै एकचोटिमा खत्रै गाडिदियो